सो हेलो गाइजहरु, वेलकम टु डे 26 अफ 90 डेज अफ बल्किङ सिरिज। आज चाहिँ बर्फिज र हिट हाई इन्टेन्सिटीको लागि ट्रेनिङ गर्ने डे हो। कहिलेकाहीँ सिर्फ हेभी वर्कआउट मात्र होइन, स्टामिना, स्ट्रेन्थ र एक्सप्लोजिभनेसको लागि पनि काम गर्नुपर्छ। बल्किङ भन्दैमा स्लो हुनु हुँदैन, स्पिड, इन्ड्युरेन्स र स्ट्रेन्थ पनि सँगसँगै चाहिन्छ। बर्फिज इज इम्पोर्टेन्ट भन्नुपर्दाखेरि तिम्रो बडी फ्याटलाई कन्ट्रोल गर्छ र तिम्रो हर्टलाई स्ट्रङ बनाउँछ। याद राख, मास मात्र होइन, पर्फर्मेन्स पनि बुस्ट गर्ने हो। हिट एक्सर्साइजमा चाहिँ मैले सोल्डर एन्ड बाइसेप रोटेसन र क्याटल बेल 4 सेट गर्न जानेछु। सो त्यही भएर लेट्स गो। बर्फिज एन्ड हिट ट्रेनिङको चाहिँ लास्ट एक्सर्साइज चाहिँ म हेप्स बारबाट गर्न जाँदैछु होइन। केजी ग्रेप्समा 4 सेट हान्छु होइन। त्यसले चाहिँ तिम्रो स्ट्रेन्थ प्लस पावर बुस्ट गर्नलाई एकदम हेल्प गर्छ।